गुड मर्निङ। म डाक्टर सुयोग मैनाली केसिसिएसबाट आज म फेरि तपाईहरुको लागि एउटा बोटोक्स सम्बन्धी जानकारी भिडियो बनाएर ल्याएको छु। अहिले मार्केटमा धेरै ठाउँमा मका पेशेन्टहरु आइपुग्नुहुन्छ। फलानु ठाउँमा चाहिँ 250 रुपैयाँमा बोटोक्स हाले, फलानु ठाउँमा 350 रुपैयाँमा बोटोक्स हाले, तर त्यो हाल्दाखेरि इफेक्टिभ भएन, लामो समय टिकेन, धेरै डोज हाल्दाखेरि पनि सोचेको जस्तो रिजल्ट आएन भनेर कम्प्लेनहरु गरिराख्नु भएको छ। त्यसको लागि तपाईले सर्वप्रथम के बुझ्नु पर्यो भन्दा तपाईले हालिराख्नु भएको बोटोक्स ओरिजिनल हो कि होइन। आजभोलि विभिन्न तेस्रो बाटोबाट भनौं न अनअफिसियली नेपालमा धेरै प्रकारका बोटोक्सहरु भित्रिरहेका छन्। हामीले अफिसियली बोटोक्स चाहिँ नेपालमा एउटा मात्रै सप्लायर छ, एउटा प्रिया ट्रेडिङ भन्ने छ। उनीहरुकोबाट हामीले यो एलर्गेन भन्नेको बोटोक्स युज गर्छौं। यो गर्दाखेरि चाहिँ कोल्ड चेन भन्ने जुन हुन्छ नि, विदेशबाट यहाँसम्म आउँदाखेरि फ्रिजमा राखेर ल्याउने र यो ओरिजिनल त्यही एलर्गेन कम्पनीले म्यानुफ्याक्चर गरेको प्रपर एमाउन्टमा यसमा डोज भएको यो प्रकारको बोटोक्स चाहिँ हामीले अफिसियल चेन अफ कमान्डबाट लिएर आउँछौं। त्यसले गर्दाखेरि धेरै सस्तोमा बोटोक्स हाल्न पनि सकिदैन। यदि तपाईले धेरै सस्तो बोटोक्स भनेर कुन बोटोक्स भन्ने थाहा नपाइकन हाल्नुभयो भने तपाई त्यही समस्यामा पर्न सक्नुहुन्छ। त्यसैले तपाईले बोटोक्स हाल्नुभन्दा पहिला जहिले पनि दुईटा तीनटा कुरा सोध्नुहोस्। के तपाई विशेषज्ञ डाक्टर हो? के तपाई डाक्टर हो? अनि तपाईहरुले प्रयोग गर्ने बोटोक्स कुन कम्पनीको हो र कहाँबाट ल्याइएको हो? कहिलेकाहीँ हेर्दाखेरि उस्तै देखिने एलर्गेन बोटोक्स जस्तै देखिने पनि अनअफिसियल च्यानलबाट आइरहेको हुन्छ। त्यो अब ओरिजिनलै बोटोक्स भए पनि बीचमा कोल्ड चेन मेन्टेन नभएर चिसोमा राखेर नल्याएर त्यसको एफिकेसी घटेको हुन्छ र त्यसले पनि काम गर्दैन। प्रिया ट्रेडिङबाट अफिसियल च्यानलबाट ल्याएको बोटोक्स जुन चाहिँ उनीहरुले डाक्टरको क्लिनिकहरुलाई मात्रै सप्लाई गर्छ, त्यस्तो ठाउँमा बोटोक्स हाल्नु भयो भने तपाईले थोरै महँगोमा हाल्दाखेरि पनि प्रपर रिजल्ट पाउनुहुन्छ र साइड इफेक्ट कम्प्लिकेसनहरुको रेट पनि निकै कम हुन्छ। थ्यांक यू अल फर वाचिङ। अब हामी कहाँ आएर बोटोक्स हाल्नुहुन्छ भने हाम्रो लोकेसन अनामनगर काठमाडौँ, बाजेको सेक्टरबाट थोरै भित्र छ, काठमाडौँ क्लिनिक अफ कस्मेटिक सर्जरी। यसबाहेक हामीले अब बौद्धमा पनि हाम्रो ब्रान्च विस्तार गर्दै छौं। स्टे ट्युन्ड। टेक केयर।